Hello guys, welcome back to my channel on Mr. Mukesh vlog. त म चाहिँ आज चाहिँ फर्स्ट टाइम हैन गान्तोकमा आज लोकल गर्न ट्राई गर्छु हैन। अब त्यस्तो एक्सपिरियन्स छैन गान्तोकमा लोकल गर्ने चाहिँ हो, तर यहाँ पनि आज एक दिन ट्राई गर्दैछु हो, ट्राई गर्न गएको। सो कतिको कमाइ हुँदो रहेछ हो तपाईहरुलाई म शेयर गर्छु। अहिले चाहिँ मैले लिएर गएको छु 20 रुपैयाँ 30 रुपैयाँ हो, 150 60 हैन, 100 150 भयो, 190 रुपैयाँ टक्क 190 रुपैयाँ, अन्त 10-20 रुपैयाँ तल। अब यो यति चाहिँ लिएर जाँदैछु हो, यो चाहिँ किनकि चेन्ज चाहिन्छ नि त हो, त्यही भएर चाहिँ अब बेलुका आएर तपाईहरुलाई देखाउँछु हो कति भयो त्यो पनि भन्दै गर्छु घरिघरि हो। गाइस तपाईलाई कस्तो लाग्छ होला, कति जस्तो कमाउँछु होला मैले आजको दिनमा गेस गर्नुहोस् त, गेस गरेर यसो कमेन्ट गर्नुहोस् कि अन्त अहिले भएर कति हुँदो रहेछ तपाईलाई म भन्छु ल। पहिला एक त कमेन्ट गरिदिनुहोस् कि कति जस्तो चाहिँ कमाउँछु होला मैले भनेर गेस गर्नुहोस्। तपाईको गेस पुग्छ कि पुग्दैन कति हुँदो रहेछ हो, म तपाईलाई भन्छु भरे बेलुका आएर हो। गड्डी गरेर अहिले कति बज्यो भाइ 4:51 भयो हो, 5 बजिहालेको छ। तल पुग्दा 5 बज्छ हो, त्यहाँबाट म ठक्कै निस्किन्छु हो। त्यहाँबाट चाहिँ कति हुँदैछ 5 बजीदेखिको चाहिँ लगभग त्यस्तै 8-9 बजीसम्म ट्राई गर्छु हो। सो गाइस हेर्नुहोस् है गाइस गाडी चाहिँ यहाँ छ, गाडी खोले सिसाहरू खोलिहालौँ, खोलिँदैन रहेछ, अलिकति निकालेर खोल्नुपर्ने रहेछ हो। सो गाइस अब त्यही हो, अम्बो भाइले ढुङ्गानु यत्रो लाग्दैछ हो। मलाई चाहिँ एक्सपिरियन्स छैन अब हो गान्तोकमा लोकल खेप्ने चाहिँ। सो आज चाहिँ ट्राई गर्ने हो। सो त्यही भएर चाहिँ जान आँटेको। पहिला ग्यासहरू निकालिहाल्नु पर्यो। हुँदैन रहेछ ग्लास चाहिँ। सो अब चाहिँ म हिँड्न आँटेको गाइस। यो ब्लुटुथ चाहिँ कनेक्ट गरिराख्नुपर्छ, फोनहरू आउँछ हो। सो यसको ब्लुटुथ चाहिँ अफ गरिराख्छु, अन गरिराख्छु। फोनहरू आउँछ नि त, कनेक्ट हुन्छ होला मेबी। सो गाइस अब मेरो चाहिँ त्यही हो, ट्रनहरू छैन हो गान्तोकमा। जस्ट अब आज चाहिँ त्यतिकै झप्केमा है लोकल गर्नु गएको। कस्तो हुँदैछ है गाइस एक्सपिरियन्स तपाईहरुलाई भन्छु घरिघरि। बिचतिर प्यासेन्जरहरू नभएकोमा देखाउँछु तपाईहरुलाई है। ओके गाइस, सो लेट्स गो। पानी पर्दैछ गाइस हो, निक्लिने बित्तिकै पानी पर्न थालिहाल्यो गाइस। जाम भइरहेको छ अहिले चाहिँ हो। गाइस 7 बजिसक्यो हो, अब चाहिँ त्यस्तो मान्छे बाटेको छैन। हेर्दै जाउँ कतिसम्म गरिन्छ हो। ल गाइस अहिले राखेको। अहिले चाहिँ पानी परेर हाल बेहाल छ गाइस, मान्छे नि पाएको छैन हो। पानी परेर सबै निस्किन रहेछ छैन। रानी पुलतिर त हुँदैन नि हो यति बेला। यस्तो छ गाइस, कमाइ चाहिँ त्यस्तो छैन हो, भनाइ मात्रै हो मान्छेहरूको हो। कमाइ चाहिँ भनाइ मात्रै हो मान्छेको हो, पुरा हुन्छ भन्ने के हो, तर जस्ट
एक्सपिरियन्स गरिहालेँ हो। कमाइ चाहिँ साह्रै त्यसै छैन अहिलेसम्म। कति 300 जस्तो चाहिँ कमाएको, तर अब त्यही हो, एक्सपिरियन्स पनि छैन हो। डिसपोइन्ट चाहिँ छैन, हो एक्सपिरियन्स गरेँ हो। जस्ट काइन्ड अफ च्यालेन्ज टाइपको थियो हो। अब एक्सपिरियन्स गर्नु थियो, कति हुँदैछ, कस्तो हुँदैछ, के हुँदोरहेछ हो। सो त्यही हो। अब चाहिँ गाडी थन्काउने पानी परेर छैन मान्छे हो। अब यस्तै छ। सो अब चाहिँ गाडी थन्काउनु लगेको यता हो घर चाहिँ होइन, रुम चाहिँ। पानी परेर हेभी भएर छ। भयो गाइस, अब आजको लागि सक्यो। कति बज्यो भने नि अहिले कति बजेछ भने तपाईँको ल यहाँबाट पानी लिन जानु पर्यो आज। गाइस आजको लागि चाहिँ यति नै है, पानी किने हो। अब भोलि फेरि बिहान अलिक छिटो बिहान नै उठेर भोलि अर्कै भोलि पार्क जानुपर्ने छ हो। अहिले गाडीमा गुरुहरू निस्केको त छ, उयो भएर रोडले त्यस्तो छ नि त कि मेटलिङमा छाएको रोड हो कि। गाइस तपाईँलाई अहिले म रुममा गएर भेट्छु है। आजको कति कमाइ कति भएछ गन्ती गरेर देखाउँछु है। हुन्छ गाइस, स्टे ट्युन। हेलो गाइस, ल म चाहिँ अब रुम आइपुगेँ हो। अन्त भिजेर लातपुर भयो हो। यहाँ चाहिँ मेन कुरा गाडी राख्ने जग्गै पाउन पार्किङ हो। अन्त पार्किङ खोज्दा बल्ल बल्ल गाडी थन्काएँ हो। पानी परिरहेको छ, पुरा पानी भिजेर आएँ। सुपानी भिजेर चाहिँ यहाँनिर आएर हल्का लुगासुगा फेरेर हो। अन्त अब आयो तपाईँको फाइनल रिजल्ट है आजको भ्लगको। मैले कति रुपियाँ कमाइछ है उयसबाट, आजको लोकलबाट। मेरो त्यस्तो एक्सपिरियन्स थिएन हो, फर्स्ट टाइम हो, फर्स्ट एक्सपिरियन्स हो। एक्सपिरियन्स पनि गरेँ हो। अन्त त्यही हो, मजा चाहिँ अब मजा हुँदा नि अब हल्का ठिकै छ, ठिकैको होइन। अन्त मेन चाहिँ प्योरली चाहिँ अब लोकल चाहिँ गरेको थिएन। अब कोही बेला टुरिस्टहरू लिन जाँदा बेला बेला बाटोतिर उठाउँथ्यो। अब मेन चाहिँ अब यहीँ बसेर चाहिँ अब गरेको चाहिँ थिएन नि त, लोकलको लागि गएको भएर। अन्त त्यही भएर चाहिँ आज चाहिँ प्योर लोकलको लागि गएको नि त हो। अन्त आज चाहिँ अब कति भइसक्यो हेर्नुहोस् ल। अब मैले लत्त गाइस हेर्नुहोस् है, यो चाहिँ अघिको होइन, यो चाहिँ अघि लगेर गएको 190 होइन, 190 रुपिस। यो अलग राखिदिउँ। अन्त यो चाहिँ छ तपाईँको 10 रुपियाँ, 20 रुपियाँ, 10-30 रुपियाँ होइन, 10 रुपियाँ, 20 रुपियाँ, यो 20 रुपिस, 20-60, ठक्कै यता गर्दाखेरि यहाँ 40 रुपियाँ छ हो। टक्कै 50 रुपियाँ गयो, यो 50 रुपियाँ हो। यो 100 रुपियाँ, 100 रुपियाँ हो, 200 रुपियाँ, 250, 60, 70, 80, 10, 90। यो चाहिँ भयो 290 हो। 290
प्लस अब अन्त यहाँ जिपेमा पनि गएको छ मेरो 290 भएको छ हो सो गाइस मैले यहाँ जोडिरहेको छु अघि नै जोडेको हो 290 प्लस जिपेमा भएको छ 220 रुपियाँ टोटल हुँदैछ हेर्नुहोस् है अलिकति यो 20 हो अन्त 20 भयो यो 20 भयो 40 हो 40 अन्त यो 120 40 प्लस 160 भयो होइन अघिको 40 प्लस 160 भयो अन्त यहाँ 60 भयो यो 220 अब कति अरे अब फाइनल अघिको यो क्यासमा 290 प्लस 220 510 510 रुपियाँ भइसक्यो हो अब मैले यसमा चाहिँ केही गरेको छुइनँ तेल पानीहरू केही काटेको छुइनँ हो त्यति नै हो ल त गाइस तपाईँहरूले देखिहाल्नुभयो होइन अघि 5 बजेदेखि गएको टाइम चाहिँ कति भन्दा 5 बजेदेखि गएको टक्कै यहाँ रुममा आइपुग्दा 8:30 भएको थियो हो अन्त 8:30 भनेपछि त्यही मतलब तल आइपुग्दा त 8 बजेको थियो त्यही 3 घन्टा भनौँ न पानीले भिजेर उयो गर्दा चाहिँ यहाँ 8:30 मा आइपुगेको थियो हो अन्त अहिले चाहिँ 8:47 हुँदैछ हो 8:47 हुँदैछ 8:47 हुँदैछ हो अन्त के भन्नु थियो भने चाहिँ आउनु चाहिँ म 8:30 मा आइपुगेँ हो तल अन्त त्यही भएर चाहिँ सक्दा ओर्दा त्यो 8:15 त्यस्तै भएको थियो होला हो 3 घन्टा भएको थियो टाइम होइन 3 घन्टा 5 6 6 7 8 हो 8 बजीसम्म 510 रुपियाँ कमाएछु अब फर्स्ट एक्सपिरियन्स अब मलाई त्यस्तो केही एक्सपिरियन्सै छैन लग यहाँनिर हो भाडा कति हो त्यस्तो नि याद छैन हो आफू हिँड्दा अलिअलि याद भएकोहरू अलिअलि थियो हो अन्त त्यही अलिअलि आफ्नो अलिअलि पहिला अब भनेर यता पेसेन्जरलाई पनि भन्दै हो अन्त उनीहरूले पनि दिँदै कति अब अलिअलि याद छ नि त पहिला गेटमा बसेको हो त्यही भएर अलिअलि चाहिँ भाडा छ अलिअलि याद छ हल्का सो अन्त अलिअलि आफ्नो दिमाग लगाउँदै हो डिस्टेन्स अलिअलि हेर्दै नआगे भाडा पनि हो अब फर्स्ट टाइम एक्सपिरियन्स राम्रो भयो मजा आयो हो अब भोलि चाहिँ मेरो चाहिँ पार्कको जानुपर्ने छ हो पार्का अलिकति पूजामा जाने सो त्यही हो गाइस आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ कस्तो लाग्यो तपाईँलाई भिडियो है अन्त फर्स्टमा चाहिँ अब चाहिँ अर्को भिडियो आउँदैछ हो भोलि पार्का गएको पूजा छ त्यहाँनिर जान्छु हो त्यो भिडियो आइहाल्छ सो स्टे ट्युन गाइस थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ बाई